2 दिन छुट्टी भएको खुसीमा चाहिँ आज हामीले थकाली स्टाइल खाना घरमा बनाएर खान मन लागेर अनि हामीले चाहिँ यसरी बनाउन थालेको। आजको रेसिपी चाहिँ के हुनेवाला छ भन्दाखेरि पुलाउ, चिकन, करेला भुटेको अनि काँक्रो आलुको अचार। ल सुरु गरौँ है त। अब यहाँनिर हामीले यसरी बनाउँदैछौँ, हेर्दै जानुहोस् है त। पाक्दैछ। रेडी हुँदैछ, आउँदैछ। सुनिएला फाइनली हाम्रो चाहिँ चिकन रेडी भइसकेको छ र अरू चाहिँ रेडी भइसकेको छ। ल हाम्रो खाना रेडी भयो फाइनली। थ्याङ्क यू फर वाचिङ।